यो रनवेको अन्त्यमा पुगेर ब्रेक नलाग्यो भने तपाईँ सिधा 2000 फिट तल खस्नुहुन्छ र सर्भाइभ गर्ने कुनै चान्स छैन। यो लुक्ला एयरपोर्ट हो जसलाई अफिसियली संसारको मोस्ट डेन्जरस एयरपोर्ट मानिन्छ। यो एभरेस्ट क्याम्प जाने गेटवे हो, तर यहाँ पुग्नु भनेको हरेक पाइलटको लागि नाइटमेयर हो, किनकि यहाँको ल्यान्डिङ कन्डिसन एक्सट्रिमली च्यालेन्जिङ छ। अब सुन्नुहोस् यो सकिङ नम्बर्स। यो रनवेको लेन्थ मात्र 527 मिटर छ, जबकि नर्मल इन्टरनेसनल एयरपोर्ट्समा 2000 मिटर्स भन्दा बढी हुन्छ। अझ क्रेजी कुरा के छ भने यो रनवे 12% अपहिल स्लोपमा छ, जुन माथि चढ्दै गरेको सडक जस्तो छ। यो लोकेसनको रियालिटी हेर्नुहोस्। रनवेको एक साइडमा ठुलो पहाड छ र अर्को साइडमा 2000 फिट डिप खाडल छ। यहाँ गो अराउन्ड गर्ने अप्सन नै छैन र पाइलटलाई सेकेन्ड चान्स मिल्दैन, त्यसैले फर्स्ट एटेम्प नै पर्फेक्ट हुनुपर्छ। यो एयरपोर्ट 9334 फिटको अल्टिट्युडमा छ, जुन यति हाई छ कि प्लेनको इन्जिन पर्फर्मेन्स चाहिँ सिग्निफिकेन्टली रिड्युस हुन्छ। यहाँको एयर यति थिन छ कि अक्सिजन लेभल लो छ, लिफ्ट जेनेरेट गर्न गाह्रो छ र इन्जिन पावर कम छ, त्यसैले रिस्क म्याक्सिमम लेभलमा छ। सबैभन्दा डरलाग्दो फ्याक्टर भनेको अनप्रिडिक्टेबल वेदर हो। 5 मिनट क्लियर वेदर हुन्छ र अचानक थिक फग आउँछ। पाइलटलाई केही पनि देखिँदैन र यहाँ इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम छैन, त्यसैले भिजुअल एप्रोच मात्र युज गर्नुपर्छ, जुन एक्सट्रिमली डेन्जरस छ। नर्मल कमर्सियल पाइलटले लुक्लामा ल्यान्ड गर्न पाउँदैन, किनकि यसको लागि स्पेशल ट्रेनिङ र सर्टिफिकेट चाहिन्छ। पाइलटले कम्तीमा 1000 सर्ट टेक अफ एन्ड ल्यान्डिङ अपरेसन कम्प्लिट गरिसकेको हुनुपर्छ र यहाँ एउटा गल्ती मतलब गेम ओभर हो। लुक्लाको हिस्ट्री एकदम डरलाग्दो छ। 2017 मा क्र्यास भयो, 2019 मा पनि क्र्यास भयो। प्लेन्स, हेलिकप्टर्स, धेरैले यो च्यालेन्जिङ रनवे जित्न सकिन्न र यसलाई संसारको सबैभन्दा खतरनाक ल्यान्डिङ साइट मानिन्छ। तर रियालिटी यो छ कि यहाँ हरेक दिन 10-15 फ्लाइट्स अपरेट हुन्छन् र हजारौं टुरिस्ट एभरेस्ट हेर्ने सपना लिएर यो रिस्क लिन तयार हुन्छन्। सक्सेसफुल ल्यान्डिङ भनेको पाइलटको स्किल्स, केही लक र पावरको कम्बिनेसन हो। तर के यो सबै रिस्क रियली वर्थ इट छ? 527 मिटर्सको सर्ट रनवे, 2000 फिट डिप खाडल, कुनै सेकेन्ड चान्स छैन, कुनै इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम छैन। एभरेस्ट हेर्नको लागि के तपाईँ यो एक्सट्रिम रिस्क लिन रेडी हुनुहुन्छ? लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।